गाइज मेरो भान्जे यता हुनुहुन्छ। हामी चाहिँ प्रवेश गर्यौँ है त शिव मन्दिर गेट द्वारमा हामी प्रवेश गर्यौँ। गाइजहरु हुन त पार्किङ यता पनि गर्न मिल्दो रहेछ, तर आवश्यकता इमर्जेन्सीको लागि चाहिँ पार्किङ हुन्छ होला। यता चाहिँ पार्किङ शुल्क तिरेर यहाँबाट जानु पाउनुहुन्छ। जति पनि एभ्रीबडी गाइज तपाईहरु आउनुभयो भने चाहिँ शिव मन्दिर आउनको लागि तपाईहरु देखिराख्नु भएको छ। यो चाहिँ सुमेरु रेस्टुरेन्ट देख्नुहुनेछ तपाईहरु। शिव मारवाडी भोजनालय सेट खाना भेज खाना 200 रुपैयाँ देख्नुहुनेछ गाइजहरु। भेज खानाको 200 रुपैयाँ मा तपाईहरु यो ठाउँमा आएर खाना खानुहुनेछ। गाइजहरु गेट देखिराख्नु भएको छ। ओ माई गॉड, वाह गाइजहरु यो गेटमा हामी फेरि तलको मेन गेटमा प्रवेश गरिसक्यो। अब यो गेटमा है त यसपछि चाहिँ हामी तपाईहरुलाई देखाउनु हुनेछ शिव मन्दिर। शिव मन्दिर यता छ गाइजहरु। पोखराको रमणीय धार्मिक स्थल जुन पोखराको रमणीय धार्मिक स्थल पुम्डीकोटको शिव मन्दिरमा हामी घुमिरहेका छौँ गाइजहरु। तपाईहरु पनि घुम्न चाहनुहुन्छ, आउन चाहनुहुन्छ यो रमणीय ठाउँमा कुनै दिन तपाईहरु पनि फ्रेस हुनको लागि सोच राख्नु भएको छ भने तपाईहरुलाई स्वागत छ यो पुम्डीकोटको शिव मन्दिरमा। घुम्नको लागि तपाईहरु मन्दिरमै उपस्थित हुनुपर्छ। मन्दिरमै जान चाहनुहुन्छ भने पनि तपाईहरुलाई स्वागत नै छ भने तपाईहरु चाहिँ यो ठाउँमा घुम्न आउनुहुन्छ चाहना लाग्छ, इच्छा लाग्छ, तपाईहरुलाई स्वागत छ। देख्नुहुनेछ आबो नाइस देख्नुहुनेछ गाउँको हिसाब काठबाट बनेको दृश्यहरू। दारू वा प्योर अर्गानिक भेज रेस्टुरेन्ट देख्नुहुनेछ गाइजहरु। काठको है यो चाहिँ जुन दाउराबाट देखाएको बनाइएको यो डिजाइन देखिराख्नु भएको छ गाइजहरु। दामी यो छको पनि के जस अर्गानिक सिस्टमले गाउँघरको सिस्टमले शाखा पुर्खाबाट बनाइएको डिजाइनद्वारा, अहिलेको आधुनिक डिजाइन होइन कि शाखा पुर्खाले बनाएको डिजाइनद्वारा यो रेस्टुरेन्टहरू चलिराखेको छ गाइजहरु। ओ गाग्रोको मतलब हो कि गाइजहरु पानी ट्याङ्की है त यो चाहिँ गाइजहरु देखिराख्नु भएको छ शिव मन्दिर। गोरु शिव मन्दिरको गेट गाइजहरु। हामी चाहिँ शिव मन्दिर प्रवेश
शिवजी गाइस शिव मन्दिर God. आउनु निकै ठुलो है फर्स्ट टाइम आइयो शिव मन्दिरमा पनि आयो गाइस हामी चाहिँ यता भान्जेसँग कुम्लीकोटको शिव मन्दिरमा चाहिँ यदि तपाईँहरू पनि आउन चाहनुहुन्छ घुम्न चाहनुहुन्छ आउनुहोस् घुमेर आएर मनोरञ्जन लिएर इन्जोय गर्नुहोस् गाइजहरू है गाइजहरू यो चाहिँ फेवा लेकको शिर पनि देखिराख्नु भएको छ तपाईँहरू फेवा लेक अझ यो फेवा लेकको अवस्था चाहिँ हामी देखाउनेछौँ यताबाट वाह गाइजहरू देखिराख्नु भएको छ गाइजहरू चाइनिज गुम्बा है यो फेरि तपाईहरू पुम्लीकोट आउन चाहनुहुन्छ भने यही बाटोमै यही वेमै तपाईहरू चाहिँ चाइनिज गुम्बा पनि घुम्न सक्नुहुन्छ र शिव मन्दिर पनि घुम्न सक्नुहुन्छ दुईवटा गुम्बा एकैचोटि नै हामी घुम्न चाहन्छौँ आउन चाहन्छौँ भन्ने तपाईहरुको इच्छा चाहना लाग्छ भने आउनुस् तपाईहरु देख्नु भएको छ चाहिँ पोखरा सिटी लेक साइड है तपाईहरु देखिराख्नु भएको छ फेवा लेक देख्नु भएको छ यो गहिराईमा छ फेवा लेक चाहिँ निकै ठुलो छ तर फेवा लेक पनि हामी तपाईहरुलाई देखाउने छौं गाइजहरु यहाँबाट हेर्दा सानो लागिरहेको छ तर यो डाँडोले छेकेको छ फेवा लेक निकै ठुलो र राम्रो छ गाइजहरु देखिराख्नु भएको छ गाइज पहिलो चोटी थाहा पाइयो हेर्नुस् त जुन गणेश भगवान हिँडिराख्नु भएको छ है गाइजहरु हेर्नुस् आफै हिँडिरहेको छ है देख्नुस् है गाइजहरु हिँडिराखेको छ गाइजहरु शिवजीको मुनि गणेश भगवान हिँडिराखेको छ गाइजहरु गाइजहरु निकै हाइटमा छ के गर्नु देखिराख्नु भएको छ शिवजी त्यो हाइटमा छ गाइजहरु निकै आनन्द र रमणीय ठाउँ ओ सुमन दाइ ड्रिम सिटी त्यहाँमा त्यहाँ पनि खतरनाक छ भुवनेश्वर महादेव दर्शनको क्रममा यहाँले देखिरहनु भएको यहाँले पनि दान गरी प्रेरणा कमाउन सक्नुहुनेछ दान र सेवाका लागि प्रवेश गर्न सहयोग रसिद र यहाँहरूको दान पत्रमा दान गरी पुण्य र पुण्य साधना गर्दछ ड्रिम सिटी गाइजहरु फेरि एकैछिनमा तपाईहरुलाई त्यो ड्रिम सिटीको लोकेसन अवलोकन पनि हामी देखाउने छौं ल गाइजहरु शिव मन्दिर गाइजहरु यो चाहिँ फर्स्ट फ्लोर है गाइजहरु देखिराख्नु भएको छ गाइजहरु
फर्स्ट फ्लोर। हाई गाइजहरू, शिव मन्दिरको फर्स्ट फ्लोर है। कुम्दीको ल गाइस फेवा लेक देखिराख्नु भएको छ। फेवा लेकको शिरमा है। चढिन यहाँ के फोटो खिचाउँछु। चल्ने मान्छे हो आदित्य अभिषेक। हाई गाइजहरू, शिव मन्दिरमा हामी घुमेर अब फाइनली अवस्थामा आइपुग्यो। अब हामी चाहिँ फर्किने क्रममा है त गाइजहरू देखिराख्नु भएको छ। कुनै चाहिँ भर्खर निर्माण हुँदैछ, कुनै भइसकेको हामी चाहिँ देख्न पायौँ, हेर्न पायौँ। शिव मन्दिर देखिराख्नु भएको छ। फाइनल गाइस हामी चाहिँ अब फर्किने लाग्यो है त गाइजहरू। तपाईँहरू यदि घुम्न चाहनुहुन्छ यो ठाउँमा आउनुहुन्छ, इच्छा लाग्छ आउनुहोस्, घुम्नुहोस्, मनोरञ्जन ल्याउनुहोस् होइन। तपाईँहरूलाई स्वागत छ यो कुम्दीकोटको शिव मन्दिरमा गाइजहरू। अब यसपछि चाहिँ कुन ठाउँ हो रे त्यो? ड्रिम सिटी। यसपछि फेरि तपाईँहरूलाई हामी ड्रिम सिटीमा पनि देखाउने छौँ है त। अब हामी चाहिँ निस्किन लाग्छौँ बाहिर। महाकालो का काल जय बाबा जय बाबा ओम नमः शिवाय। गाउँघरमा भएको हामीले पानी भरेर प्रयोग गरिने काँक्रोकोद्वारा यसको सिस्टमद्वारा हेर्दा गाँक्रो जस्तो लाग्छ, तर गाईहरू पानीको ट्याङ्क है त गाईहरू। यसको भित्र पानी छ। यो पानी चाहिँ जनसङ्ख्या सिक्कोले चाहिँ प्रयोग गर्ने पानी हुन्छ गाईहरू। है गाईहरू, ल फेरि ड्रिम सिटीमा भेट्छौँ है त गाई। फुल छ है कमल फुल त भित्र घुमिहाल्यो। गाइजहरू हामी चाहिँ रिटर्न ब्याक फर्किन लाग्यो। हामी चाहिँ शिव मन्दिरबाट फर्किन लाग्यो। हामी देखिराख्नु भएको छ यो चाहिँ गेटबाट हामी निस्किन लाग्यो है त गाइजहरू। हामी निस्किन लाग्यो। अब तपाईँहरूलाई फेरि त्यो ड्रिम सिटीको देखिराख्नु भएको छ। यो ड्रिम सिटी यसको अवस्था के छ, कस्तो छ, त्यो ठाउँ पनि हामी तपाईँहरूलाई देखाउनेछौँ गाइजहरू। देखिराख्नु भएको छ यसरी बनाइएको छ यो ठाउँहरू, निर्माण गरिएको। घुम्नको लागि निकै नै रमणीय ठाउँ, जुन तपाईँहरूलाई तनाव टेन्सन जसरी घुम्न चाहनुहुन्छ, आउन चाहनुहुन्छ, फ्रेस हुन चाहनुहुन्छ, तपाईँहरू आउनुहोस् ड्रिम सिटी घुम्नुहोस्। तपाईँहरू ड्रिम सिटी घुम्न पाउनुहुनेछ र शिव मन्दिर घुम्न पाउनुहुनेछ। र साथसाथमा सँगसँगै आउँदै तपाईँहरू चाहिँ बाटोमा चाइनिज गुम्बा, जुन अघि म यो भिडियोमा देखाएको थिएँ, सानो क्लिप छ, त्यो चाइनिज गुम्बामा पनि तपाईँहरू आएर घुम्न चाहनुहुन्छ आउनुहोस्। र साथमा चाइनिज गुम्बाबाट झरेर देवीस्थल घुम्नुहोस् तपाईँहरू। पाटले छहरा भन्ने ठाउँमा घुम्नुहोस् तपाईँहरू। अहिले धार्मिक स्थलहरू निकै नै रमणीय ठाउँहरू बनाएको छ, तपाईँहरू आएर घुमेर मनोरञ्जन लिएर फर्किन सक्नुहुन्छ है त गाइजहरू। हाई गाइज, हामी मामा भान्ज ल देखिराख्नु भएको छ गाइजहरू। हामी चाहिँ आइपुग्न लाग्यो है त गाइजहरू ड्रिम सिटी।
यो ड्रिम सिटी रहेछ गाइजहरू। प्याकेज अफर रहेछ, के प्याकेज अफर हो त्यो चाहिँ हामी बुझ्न सक्छौँ गाइजहरू। देखिराख्नु भएको छ यो ड्रिम सिटीमा पनि केही व्यवस्था नै छ होला गाइजहरू। हामी चाहिँ फुल प्याकेजमा लियो है त, दुईजनाले फुल प्याकेज र हाफ प्याकेज भन्ने रहेछ अफर। फुल प्याकेजमा चाहिँ के भन्नुभयो अरे सर, 60 मिटरको हजुर फुल प्याकेजमा जानुहुन्छ भने हाम्रो यहाँ 60 मिटरको ठुलो बन्दी झुला छ, त्यो हजुर। गर्नुहुन्छ भने फुल प्याकेजमा जानुहोस्। हजुर हजुर गर्नुहुन्न भने विदाउट लन्चिङ सबै एक्टिभिटिजहरू 250 रुपैयाँमा जान सक्नुहुन्छ। हजुर गाइजहरू देखिराख्नु भएको छ, यहाँको पर्फर्मेन्स उहाँले बताइराख्नु भएको छ। हजुर 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 गाइस, हामी चाहिँ देखिराख्नु भएको छ यो 350 वाला फुल प्याकेज चाहिँ लियौँ हामी चाहिँ, प्रवेश गऱ्यौँ है त। भित्र त डेन्जर रहेछ गाइस देखिराख्नु भएको छ, हामी यता छौँ। बाबालाई छ ल जुमबाट छिटो भने बाहिर निस्किनु हुन्छ क्या, यताउति भन्नु छिटो यता ब्रदर एकछिन यता आइदिनु है। यता आइदिनु फोटो गाइजहरू फोटो क्लिपले गर्न पाइँदो रहेछ गाइजहरू। यो ड्रिम सिटीमा है गाइजहरू, ड्रिम सिटीमा छौँ हामी चाहिँ। खतरा रहेछ गाइजहरू, यो सिसाको है भित्र। वाह, हाम्रो भान्जा यता हुनुहुन्छ, म चाहिँ खुद यता छु गाइजहरू। आफू बोल्दाखेरि आफूले आफूलाई देखाउनु पाइँदैन गाइजहरू। अल पिपुल्स डोन्ट माइन्ड, किनकि म चाहिँ आफै भिडियो बनाइराखेको छु होइन गाइजहरू। आफै भिडियो बनाउँदा म देखिरहेको छैन, तर मलाई देखिराख्नु भएको छ। म यहाँ छु यो ड्रिम सिटीमा चाहिँ फेसिलिटिजहरू रहेछ गाइजहरू। हामी आफै निस्किनु चाहिँ हराउँदो रहेछ, तर गाइजहरू हेल्प माग्नुपर्छ। देख्नुहुन्छ हामी कस्तो ठाउँमा छौँ, वी आर डोन्ट नो, हामीलाई थाहा छैन के गरौँ। अब फोटो क्लिप पनि ल्याउनु पाइँदो रहेछ गाइजहरू। आउनुहोस्, के छ सर, हाम्रो दुईवटा फोटो दुईजनाको एक क्लिप ल्याउनु पाइन्छ? हामी दुईजनाको एक क्लिप ल्याइदिनु न है एकै साथमा। ल गाइस, हामी चाहिँ एक क्लिप ल गाइस, हाम्रो चाहिँ यता सर हुनुहुन्छ। अब हामी चाहिँ मामा भान्जाले एक क्लिप ल्याउँछौँ है त। ल गाइसहरू, हाम्रो चाहिँ यता सर हुनुहुन्छ, हाम्रो ड्रिम सिटीको चाहिँ क्यामेराम्यान सर। हामी चाहिँ उहाँ मार्फत 3-4 क्लिप फोटो खिच्यौँ होइन। तपाईँहरू यदि चाहना लाग्छ, इच्छा लाग्छ, आउनुहोस् पुमरीकोटको तपाईँहरू यो ड्रिम सिटीमा रमणीय ठाउँ घुम्न आउनुहोस् होइन। तपाईँहरूको इच्छा चाहन्छ बबाल छ, फ्यामिली पनि लिएर आउनु होइन। वाह हजुर। हजुरहरूले गर्दा घुम्दा होइन। थ्याङ्क्स फर ब्रदर है। ल थ्याङ्क यू। म चाहिँ ल ओके, ल सर गयो है त हामी। ल हामी निस्क्यौँ गाइजहरू। कुन बाटो निस्किने हो भन्ने वी आर डन नो, हामीलाई थाहा छैन, तर गाइजहरू हामी चाहिँ अब निस्किँदैछौँ। देखिराख्नु भएको छ, वाह, निस्किने चाहिँ कहाँबाट हो के हो थाहा छैन गाइजहरू। वाह, ल त्यस्तै एउटा ल्याउ। ड्रिम सिटी हामी चाहिँ मामा भान्जा है त, फर्स्ट टाइम भिजिट ड्रिम सिटीमा। वाह, देखिराख्नु भएको छ गाइस, हामी मामा भान्जाको फर्स्ट टाइम भिजिट। ल अब हामी निस्क्यौँ कसरी, कताबाट त हामी निस्किने? यताबाट जाउँ है त गाइजहरू। ल कसरी के हो? ओ गड, ओ गड, डिजाइन सिस्टम। वाह गाइजहरू, कता हो कसरी हो? यता रहेछ गाइजहरू। निस्किनु पर्ने म्याम यता। वा गाइजहरू देखिराख्नु भएको छ ड्रिम सिटी फोटो स्टुडियो देखिराख्नु भएको छ। तपाईँहरू इच्छा चाहना लाग्छ फोटो खिचेर फोटो लेआउट गर्न चाहनुहुन्छ भने गर्न सक्नुहुन्छ गाइजहरू। हामी चाहिँ ड्रिम सिटी। वाह, यही हो सपनाको सहर। देख्नुभयो गाइजहरू, सपनाको सहरमा अलमली पनि परिदो रहेछ गाइजहरू। हामी चाहिँ जाँदैछौँ 60 मिटरको बन्जी भन्नुहुन्थ्यो त। यहाँ त सबै फेसिलिटिज यो टिकटको आधारमा हामी चाहिँ
जुन तपाईँहरू आउन चाहनुहुन्छ 250 को हाफ अफर र 350 को फुल अफरमा जुन त्यो टिकट छ त्यो टिकटद्वारा हामी चाहिँ ब्रेकफास्ट पनि ल्याउन सक्छौँ। यसमा भिजिट त्यही 350 द्वारा जति पनि जे गर्न भिजिट हामी यसै मार्फत रहेछ है त गाइड्सहरू। पोखरा ड्रिम सिटी ड्रिम सिटी गाइड्सहरू। वा ओ गॉड हाई गाइड्सहरू। Hi guys. Green City. क्या मिठो हावा छ है गाइड्सहरू ड्रिम सिटी। देखिराख्नु भएको छ गाइड्सहरू। ल हामी चाहिँ यता मामा भान्जे निकै मिठो घाम नि लागिरहेको छ गाइड्सहरू। हामी चाहिँ ड्रिम सिटीको फुल प्याकेजमा जति जे गर्न चाहनुहुन्छ जति पनि खेल्ने कुराहरू छ गाइड्सहरू, खेल्न चाहनुहुन्छ, हिँड्न चाहनुहुन्छ, घुम्न चाहनुहुन्छ तपाईँहरू फुल प्याकेजको उसमा चाहिँ तपाईँहरू देख्नु भइरहेको छ गाइड्सहरू। यदि तपाईँहरू फोटो खिच्न चाहनुहुन्छ भने हजुर गाइड्स सिसाको फ्रेम सातो पुत्लो उड्नेवालाहरू चाहिँ नाउडा हुन्छ है गाइड्सहरू। ड्रिम सिटीमा सातो पुत्लो उड्नेवालाहरू चाहिँ गाइड्सहरू नाउडा हुन्छ। निकै हाइटीमा छ पुरै सिसालो गाइड्सहरू। यो देखिराख्नु भएको छ गाइड्सहरू। हामी एकैछिनमा त्यहाँ पनि गएर खेल्नेछौँ गाइड्सहरू। ब्रेकफास्ट ए गाइड्सहरू अझै सिँढी चढ्दैछौँ गाइड्सहरू। स्वर्ग नै पुगिन्छ कि क्या हो आकाशमै गाइड्सहरू। ड्रिम सिटीको हाट गाइड्सहरू देख्नु भएको छ। ख्यालेको गाइड्सहरू। क्यामेरा पनि अवलोकन गर्न पाइने छ। क्यामेरा वाह क्यामेरा नि आधा छोडियो। हेलो गाइड्सहरू। क्यामेरा है क्यामेरा गाइड्सहरू। दूरबीन ल गाइड्सहरू दूरबीन। हेलो गाइड्सहरू देखिराख्नु भएको छ। यसमा पनि हामी गएर खेल्नेछौँ। गाइड्सहरू कताबाट हो यो खेल्न चाहिँ कसरी हो गाइड्सहरू। ड्रिम सिटी
गाइसहरू देखिराख्नु भएको छ। चढ्ने होला के नि चढ्ने नै होला नि, चढौँ नि त। है हेलो ब्रोडर, चढ्न पाइने हो? के छ यो? चढ्न त चढियो तर यताउता चाहिँ ल गाइस हामी चढ्यौँ है त, त्यहाँ चढ्छौँ ल। ल ल गाइस भान्जे लाउनु सिङ्गल सिङ्गल रे, म चढ्छु अनि उताबाट भिडियो ल। ल लोटस पिङ स्विङ गाइसहरू लोटस स्विङमा हाम्रो भान्जे जाँदै हुनुहुन्छ। गाइस ड्रिम सिटी फाइनली गाइस ड्रिम सिटीमा चरु देख्नु भएको छ यो ड्रिम सिटी। वाह, ड्रिम सिटीमा फाइनली आइराख्नुहोस् हैन। यो ड्रिम सिटीमा तपाईँ हामी चाहिँ आबद्ध भएर अझै मजा लिउनेछौँ गाइजहरू। पुम्ली ड्रिम सिटीको तपाईँहरू 60 मिटरको पुल है त गाइजहरू देखिराख्नु भएको छ गाइजहरू। म यसमा नि खेल्नेछु गाइजहरू।